हास्य व्यङ्ग्यकार भैरव अर्यालको चर्चित निबन्ध नेता नम्बर 101 तपाईहरूमाझ प्रस्तुत गर्दैछु। म प्रस्तुता फुलकुमारी र तपाईहरू सुनिरहनु भएको छ फुलकुमारी भोइस फर्स्ट। नेता नम्बर 101। दन्त्यकथामा आकाशबाट फुलौरा बर्से झैं अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे। काला, गोरा, ध्वाँसे, छिछिबिरे, फ्याते, फोक्से, चुच्चे, नेप्टे, भङ्गेरे, चमेरे जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो। साच्ची भनौँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन। पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो। त्यसैले म कुरा भिक्दैछु त्यही भालेमाले दशाब्दीको। म थिएँ त्यसबेला बेनामी अड्डाको बहिदार। अड्डा बेनामी भन्दैमा म आफू पनि बेनामी थिएँ भन्ने नसम्भनु होला नि। खास खुशबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन। बाहिर छौन्जेल घुम्ने, भित्र छौन्जेल उब्ने भएकोले कोही मलाई बहिदारको सट्टा फुइँदार पनि भन्ने गर्थे। तर के गर्नु र, प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेट, कहिले नेता मार्का कहिले नाता मार्का। मलाई एक दिन भोकै चल्यो। दर्जाको पछाडि एउटा टर नभुन्डिएको जागिर के खानु, किनभने जमानै टरको छ हेर्नुहोस् न। मिनिस्टर, डाइरेक्टर, इन्स्पेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि। पुलिस इन्स्पेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही। एउटा टर त भुन्टाउनै पर्छ बा। यो जाबो बहिदार सधैँको धिक्कार। यस्तै कुरा सोच्दै मकैमार्का बेसनको लड्डु खाएर चुइँ चुइँ गराउने साइकल रूपी छुचुन्द्रोमा गणपति लम्के झैँ ढल्किँदै ढल्किँदै हल्लिरहेको थिएँ। नयाँ सडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवा कान्त कार्की भेट भए। साइकलबाट ओर्लन्दै नमस्कारपूर्वक मैले सोधेँ, नेताजी कता? एउटा पार्टी छोडिहालियो, अर्को पार्टी खोलिसकिएको छैन, त्यसैले हालसाललाई नेताजी न यता न उता, नेताजीले नाक मुसार्दै भने। अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्भाए। तपाईँ जस्ता नौजवानले पनि बहिदारमा भुन्डिने हो? आउनुहोस् मेरो पार्टीमा काम गर्न, सेक्रेटरी गराइदिन्छु। अहिलेलाई चिया चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछि चपचुस्कीको चमिना पनि गर्नुहोला। सेक्रेटरी? हँ, टर भन्दा पनि ठुलो टरी। उनको कुरा सुन्ने बित्तिकै के खोज्छन् काना आँखो भने झैँ मलाई लाग्यो र भोला र भण्डा काँधमा हालेर हिँडे त्यहीदेखि चन्दा उठाउने धन्दामा। जो जे चाहन्छन् त्यही त्यही मिलाइदिन आशा देखाएपछि चन्दा भर्न कति बेर? हाम्रो घोषणापत्रमै लेखेको थियो, व्यापारीलाई दर, सुकुम्बासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जङ्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भायोलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई भण्डा, पण्डालाई भेटी, गुण्डालाई केटी इत्यादि। तर के गर्नु, नेता थिए नम्बर 1। जति चन्दा उठाए पनि आफै च्वाम। आखिरमा गएर मलाई जडबहादुरको पालाको एउटा जडाउरी कोटमा टारिदिए। चौटा खान गएको सम्धी भोलामा डुबेर मन्यो भने झै म हिस्स बुढी हरिया दात भएँ। तर उद्योग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्ने सम्भेर तुरुन्तै जोइन गरे अर्को पार्टी। पार्टीको नाम त के हो कुन्नी अङ्ग्रेजीमा थियो, तर नेताको नाम भने रेशमबीर पाण्डे हो। नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्, तपाईँ पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाई भनेर अफिस सेक्रेटरी गराइदिउँला। के गरौँ? नेता नाने तीना चैव वचनम नैव लङ्घयेत्, संसदीय प्रजातन्त्रे पार्टी नेता एव ईश्वरः। यही ठानी गए उही दिन काम्लो कुम्लो बोकेर देउपुरतिर। त्यही घिउ बोकेर आउँदै थिए, भाग्यमानीको भूतै कमारा भने चाहिँ अर्को नेताले समाएर भने, त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अर्डरमै देउला तिमीलाई, मेरो पार्टीको सङ्गठन गर। कुरा मलाई ठिकै लाग्यो र थाले उनैको पार्टीको लागि मान्छे फकाउन। माम पाएपछि काम गर्न को गाहो मान्छ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले फुलाएर, कसैलाई भण्डाले लोभ्याएर, कसैलाई डन्डाले सोभ्याएर, कसैलाई खेटी जोडिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउँला भनेर, कसैलाई सुन लाउँला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजी साथ पार्टीको सदस्य बुकमा सही गराए। यसको फलस्वरूप कैयौं पटक जुलुस, भाषण, हडताल, पिकेटिङ गरियो।
जहाँसम्म हाम्रो अखिल नेपाल दुःखमोचन पार्टीको सरकार हुँदैन त्यहाँसम्म हाम्रो सङ्घर्ष जारी नै रहन्छ भन्दै सभापति श्री बकन विलास बनियाले नेपाल चौरमा कुर्ले। शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दुःख जति कालमोचनमा लगी म बगाइदिन्छु। नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्। मैलेसम्म एक तुर्का चिया पाएको थिएँ। मैले बनाएका सदस्यले एक कुर्का लुवाड पनि पाएनन्। वा अरू जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको कतै सालाको पनि सालाको मुर्का पाउन थाले। यो देखि मलाई शाही जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा। तर त्यो रहेछ गजब पार्टी। जानासाथ मेरो इन्टरभ्यू पो लिन थाल्यो। प्रश्नोत्तर यिनै थिए। हुलदङ्गामा त कति पटक पकिएको छस्? छैन। हतियार चलाउन के जान्दछस्? जान्दिन। चोरी रहजनी इत्यादिमा बात लागेको छ कि छैन? छैन। परेको बेलामा चर्पीको पालबाट भाग्न सक्छस् कि सक्दैनस्? सक्दिन इत्यादि। अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो, चोरी चकारी नगरी चतुनाई हुन्न, दङ्गा फसाद नगरे इज्जतै रहन्न, शोभा र सज्जन कबै नलिनु दलैमा, पार्टी चलाउनु सधैँ छल औबलैमा। यो सुनेर म अक्क न बक्क परी फर्के वरैतिर। तर पार्टीको नशा अफिमको भन्दा पनि कडा हुने रहेछ। बाबुआमा गाली गर्थे, पार्टीमा कुदुनुभन्दा पार्टीमा एउटा नाइले पसल थाप्नु नि बाबु। तर के भन्या यस्तो, नेता हुने मान्छेले नाडुलौँ तिलौरी बेचेर बस्नु, तिलौरीको सट्टा बरु स्वास्नीको तिलौरी बेच्नु लानी भने जस्तो लाग्यो। अनि मैले धनाधम एक पछि अर्को अर्को पछि अर्को गर्दै भए जति पार्टी चाहारे। 2-4वटाको नाम पनि सुनिहाल्नुहोस्। 1. राष्ट्रिय छलछद्म परिषद। 2. अराष्ट्रिय पेडा जुल्सी दल। 3. अन्तर्राष्ट्रिय खुर्पा पार्टी। 4. अराष्ट्रिय जम्बुक दल। 5. सुराष्ट्रिय कन्या खोज मण्डल। 6. कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि। श्राद्ध गर्दा बिकरलाई घोप्चाएको दुनो पनि पछि गएर पुरोतले सोभ्याउन लाउँछन्। तर मेरो घोप्टिएको दुनो कतै पनि सोभिएन। 100वटा नेताको सङ्गत गरे, जुत्ता बोके, आखिरमा आएर न यता न उता। त्यसैले भोके शान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो अखिल नेपाल भस्याड भुसुड दल। जसले जे भने पनि आखिर म पनि एउटा नेता भइहाले। अन्त्यमा मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने कङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोला, अथवा जग खन्ने मुसा घुरी खुस्ने बिरालाको सिडमा भुन्चाइदिए पनि हामी कहाँ आइपुग्छ। सो पनि नसके एउटा लाटो कोसेराको कानमा सुटुक्क भनी पठाए पनि हुन्छ। नोट गरिराख्नुहोस्, नेता नम्बर 101। यस्तै कथा, कविता, गजल तथा निबन्धहरू सुन्नका लागि हाम्रो च्यानल फुलकुमारी भोइस वर्ड्सलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै यो प्रस्तुति आफ्ना साथीभाइ र परिवारसँग सेयर पनि गरिदिनुहोस्। धन्यवाद।